खाओ खाओ तुम खाओ। तेरे को खिला खिला के मारेगा, भूखा मरने नहीं देगा। आराम से गार्डन में खाँदैछौँ हामी। लेग पिस बिरयानी। हेलो दर्शक नमस्ते नमस्कार, नानामाईको वादन सम्मान गर्न चाहन्छु। सोही बसेमा के गर्नुहुन्छ पनि स्वस्थ अनि व्यस्त कारण सबै हुन्छ होला भन्ने अपेक्षाको साथमा आज चाहिँ म यसरी पम हेर्न आएको। यो काम मैले गरेको हो। सो यहाँ त पम्बुङबाट माथि पुऱ्यायो। यो चाहिँ फिल्टर हो र म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ यो हामीले चाहिँ खाना खाँदैछौँ, बिरयानी, चिकन बिरयानी गार्डन में बस के। ऐसे किधर मिलता है डिप्टी में, वही है ऐसे डिप्टी में गार्डन में बैठ के हरियाली में बैठ के खाने वाला चिकन बिरयानी। चिकन बिरयानी को साथ में दुबईमा यो दही पनि दिन्छ, अचार पनि दिने, पापड पनि दिन्छ, अनि पापड पनि दिने। हामी अबुधाबी सिटीमा छौँ। दामी। चिकन का पीस दे खाना। पकड़ अपने पास है ना, चिकन का पीस नहीं है। एक लेग पीस आता है ना, या लेग पीस। दामी। खाओ खाओ तुम खाओ। तेरे को खिला खिला के मारेगा, भूखा मरने नहीं देगा। हेलो दर्शक नमस्ते नमस्कार, नानामाईको वादन सम्मान गर्न चाहन्छु। सोही बसेमा के गर्नुहुन्छ पनि स्वस्थ अनि व्यस्त कारण सबै हुन्छ होला भन्ने अपेक्षाको साथमा आज चाहिँ म यसरी पम हेर्न आएको। यो काम मैले गरेको हो। सो यहाँ त पम्बुङबाट माथि पुऱ्यायो। यो चाहिँ फिल्टर हो र म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ यो र अनि यो चाहिँ फिल्टर पम्प। यो चाहिँ नजल पम्प यो त। सो यो चाहिँ उयो हो, म देखाउँछु। यसै गरेर यो चाहिँ डोजिङ पम्प, यो डोजिङ पम्प सिस्टम हो। यो चाहिँ अनि यो चाहिँ डोजिङ सिस्टम हो। यहाँ त इनलाई डिफ्रेन्ट हुने काम गर्छ। म सबै देखाउनेछु। मेरो कामलाई मन पराउनु होला, मैले मेहनत गरेर काम गर्ने गर्छु र मैले यो चाहिँ हेन्डओभर अब हुनेवाला छ। यो काम चाहिँ हेन्डओभर हुने टाइपको बेला भइसकेको छ र तपाईँहरूले पक्कै पनि मन पराउनु होला मेरो भ्लगलाई हेरेर। मैले यस्तै काम गरेकाहरू र आफूले मेहनत गरेका र कोही कतै घुमेका यस्तै भिडियोहरू बनाउने गर्छु र हजुरले पक्कै पनि मन पराउनुहुन्छ होला भन्ने अपेक्षा पनि गर्दछु। किनभनेपछि अब पक्कै पनि साथ सपोर्ट दिनुहुन्छ भनेर भन्न चाहन्छु र लाइक गरिदिनु होला, एक लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। मेहनत गर्दैछु, तपाईँहरूको साथ सपोर्ट चाहिन्छ। हजुरहरूलाई पनि साथ सपोर्ट गर्ने नै छु र पक्कै पनि अपेक्षा गर्दछु कि हजुरहरूले साथ सपोर्ट दिनुहुन्छ होला, सेयर गरिदिनुहुन्छ होला, लाइक गरिदिनु होला र केही मिठो कमेन्ट लेखिदिनु होला। केही कमी कमजोर भएमा पक्कै पनि हजुरहरूले मलाई बताउनु होला, म हजुरहरू सुधार्ने छु भनेर भन्न चाहन्छु। र अब चाहिँ नि हजुरहरूले चाहिँ नि यस्तै भिडियोहरू आउँछ र सानो कमेन्ट, मिठो कमेन्ट गरिदिनु होला भनेर भन्न चाहन्छु। अब चाहिँ म काम गर्न लागेको छु। सो मैले चाहिँ नि यहाँ चाहिँ पम्प चेन्ज गर्न आएको, नयाँ पम्प लिएर आएको छु आज चाहिँ मैले। यो चाहिँ सम पम्प हो।
यो नयाँ पम्प लिएर आएको। यो चाहिँ पम्प हुँदैन भनेर भन्यो। यो जिआईको रहेछ, यो चाहिँ एसएसको। बाहिर कभर चाहिँ जिआईकोमा खिया लाग्ने सम्भावना धेरै हुन्छ, किनभनेपछि सम्पम भनेको एनिटाइम पानीभित्र रहने हो। त्यो कारणले गर्दाखेरि मैले सम्पम चेन्ज गर्न आएको छु। र यसै गरेर यहाँ चाहिँ यसरी टुटाएको रहेछ, यसलाई चेन्ज गर्नुपर्ने छ। स्टार प्लान्स अनि 6 इन्चीको र ऊहरू म दुकानमा गएर सामान पर्चेस गरेर आएको, सामानहरू आफै लिएर आएको। अब के गर्नु, नगरी खान पुग्दैन साझा र बिहान, यस्तै हो होइन। घाँस बाँस कपास आदि इत्यादिलाई मध्यनजर राख्दै हामीले गर्नै पर्ने हुन्छ। प्रवासमा छु म हाल, अहिले युएको अबुधाबीमा छु भनेर भन्न चाहन्छु। देखो वीनू को कॉल मार दो, अभी तक ही नहीं आया यार वो। शायद उधर गए वो। कौन बोल रहे हैं? एक बार वीनू को कॉल तो आप दिख रहा है वो, कुछ तो